यो देशमा सब मान्छेले गरिबीको विरुद्धमा समृद्धि ल्याउन नै लड्या छन्। कसैले झिङा मारेर बसे हैन। हर मान्छेले त्याग गरेका छन्, तपस्या गरेका छन्, बलिदान गरेका छन्। राणा शासनमा राणा कालको जो अन्धकार मेटाउनको निमित्त सङ्घर्ष गरे, लडे, भिडे र प्रजातन्त्र आयो। प्रजातन्त्रमा पनि सयौं मान्छेले लडे, भिडे। पञ्चायती व्यवस्थामा लडे, भिडे। यो परिवर्तन ल्याउनलाई, गरिबी मेटाउनको निमित्त प्रयत्न गरे। 52-62 मा जनयुद्ध भयो, 17,000 मान्छेहरूको बलिदान भयो, गणतन्त्र आयो। यी सारा कुरा चुड्की बजाएर जान्छ। साउथ इन्डियन फिल्मको फिल्म खेले हो यो। हामी सबैले मान्छेलाई चाहिँ गरिबी बनाऊ। कति प्रतिशत घट्या छ इन्डेक्समा हेरे पनि त, कति प्रतिशत प्रयत्न भएको छ। गरिबीको लेभल कति घटेर आएको छ बाँकी होला, तर घटेर आएको छ। तर यो देशमा यति कुरा चाहिँ संविधानले क्लियर गरेको छ, कुनै पनि व्यक्ति घरबार विहीन हुन पाउँदैन। आवासको सुविधा उसको संवैधानिक अधिकार हो। उसको अर्को ठाउँ आवास छ कि छैन भनेर पहिलो कुरा पत्ता नलाइकन सरकार भनेको अभिभावक होइन। तपाईँ एउटा आतंकवादी खोज्न जाने नाममा अर्को 20औं जना चाहिँ निर्दोष मान्छे गोली ठोक्दिने, यही हो सरकारको चाहिँ काबिलियती भनेको, योग्यता भनेको त्यही हो। जुन दिन यो कुरा गरिबहरू जो माथि अन्याय अत्याचार भएको छ, लोअर लेभलको चाहिँ पिपुलमाथि जुन प्रकृतिको अत्याचार भएको छ नि, यो अत्याचारको लेभल सुरुमा मजाइ हुन्छ, तर यो चान्चुन कुरा होइन कि जब यो एकचोटि जाग्छ नि धेरै ठुलो हुन्छ। त्यसकारण जनताहरूप्रति अपमान गर्नु हुँदैन, जनताहरूप्रति धेरै दमन गर्नु हुँदैन। यो देश गरिबले बनाएको देश हो, त्यो कुनै महाराजा राजाहरूले बनाएको देश होइन। मैले बार बार भनेको छु, यो देश कामीहरूले बनाएको देश हो, जसलाई आज तिनका चाहिँ फलाम फ्याक्ट्री हुन्थ्यो होला, इन्जिनियरिङ कम्पनीहरू हुन्थ्यो होला, तर तिनीहरूलाई अछुत बनाएको कारणले यो देश कमजोर भएको। यो देश दमाई के अरे सार्की, यो के अरे बादी गाइने, यो सबले सङ्गीत सिर्जना, साहित्य, फेसन डिजाइन, जुत्ता सिलाइ, यो सबै गराएर यो देशका जनताहरूलाई चाहिँ उपभोग्य सामग्रीमा चाहिँ डेभलप गरेको देश हो। डकर्मी, सिकर्मी, त्यो चाहे त्यो जुम्लाको बाहुन क्षेत्री होस् या तराईको मधेसी होस्, त्यो औलो खाएर बनाएको चाहिँ देश हो, औलोमा मरेर बनाएको देश हो। त्यो थारू कमैया बनेर सब चिज जमिनदारहरूको चाहिँ नोकर बसेर पनि बनाएको देश हो। त्यो जमिनदारले बनायो, धनाढ्यले बनायो, दरबारमा बस्नेले बनाएको हो, त्यो उसमा बस्नेले बनाएको हो। यो देश गरिबहरूले बनाएको देश। त्यही गरिबलाई अपमान गर्ने, त्यही गरिबलाई लखेट्ने। कुनै बेला राजा महाराजाहरूले आफ्नो नजिकै कुनै रोग लाग्यो भने रोगीहरूलाई पनि यो काठमाडौँ सहरबाट लखेट्ने परम्परा थियो। त्यसैको नयाँ भेरिएन्ट हो यो सरकार। यो त गम्भीर प्रश्न। अब हामी कुराकानीको अन्त्य